दाइ यो चियापत्ती यो सिजनको पहिलो चियापत्ती हो? यो पहिलो हो। पहिलो है? यसलाई के भन्छ? फर्स्ट फ्लस? यसलाई फर्स्ट प्लकिङ भन्छ। फर्स्ट प्लकिङ है? ए अब सुरु भयो है चियापत्ती टिप्न। अलिकति यसको डेट चाहिँ गएको हो, अलिकति हार्ड चाहिँ भयो। ए है? अझ मुना भएको अझ राम्रो हुन्छ। र पनि यो पत्ती अरू बर्खाको भन्दा राम्रो। बर्खाको भन्दा राम्रो हुन्छ नि। फर्स्ट प्लग होइन यो? फर्स्ट प्लग? हजुर फर्स्ट प्लकिङ। ए फर्स्ट प्लगिङ। हाम्रो यो बगानको नाम चाहिँ के हो नि? कालिका टी स्टेट। कालिका टी स्टेट। ए कति बिघा छ यिन यता? यहाँ 140 बिघाको हो है? 140 बिघा भने त कतिजना छ यहाँ काम गर्नेहरू? 90-95 जना हुन्छ मान्छे आउँदा ए कहिले कोड नै कोही आज शनिबार परेर ए कति बजीसम्म टिप्ने हो यो? यो आज हामीले यिनीहरूलाई 12 बजीसम्म लगाउने, त्यसपछि छोडिदिने। आज शनिबार बजार पनि गर्छौँ। ए आज के हाट लाग्छ यता? हजुर कहाँ? बजार। ए भद्रपुरमा? ए हाट लाग्छ शनिबारे? ए भद्रपुर बुधबार र शनिबार लाग्ने हो, तर अब यिनीहरूको छुट्टी चाहिँ अब शनिबार भएकोले गर्दा ए रिक्वेस्ट गरेर लगाएको। ए प्रायः सबै आदिवासीहरू हुँदो रहेछ नि? आदिवासी पनि पहाडी पनि सबै छन् है। अनि यता यो चियापत्ती लोकलले किन्न पाउँछ कि पाउँदैन? लोकलले चाहिँ हुँदैन, प्याकिङै हुन्छ। अब 5 किलो गरेर किन्दा चाहिँ उही जहाँ अफिस छ अफिसबाट लिन सकिन्छ। ए है? कहाँनिर छ फ्याक्ट्री? यसको फ्याक्ट्री पारिपट्टि हो, भद्रपुर 9 पर्छ। यो ए हो र? हरिया निन्दाको सँग पारिपट्टि हो। ए हो र? त्यो अहिले हजुर आउनुभयो नि, अँ त्यो ठ्याक्कै त्यो गेटै त्यही हो। ए हो र? सिटिसी पनि पाउँछ? सिटिसी पाउँछ। सिटिसी र ब्ल्याक टी हुन्छ कि हुँदैन? सिटिसी अर्थोडक्सहरू चाहिँ हुँदैन यहाँ। अँ सिटिसीहरू सिटिसी प्रायः हुन्छ है धेरै। रङ त राम्रो होला नि यताको? रङ कालिकाको अहिलेसम्म 8-9वटा बगान मध्येमा कालिकाको प्रायोरिटी हो। टप है। बिहान कतिदेखि यो सुरु भएको काम? हजुर बिहान कतिदेखि सुरु भएको? 7 बजीदेखि? 7 बजीदेखि अब कन्टिन्यू गरेर 3 बजीसम्म हुन्थ्यो। अब आज शनिबार भएकोले गर्दा चाहिँ 12 बजीसम्म गरेर एक लट मात्र? हुन्छ धन्यवाद। दाइको शुभ नाम? मेरो मोहन शिवकोटी। मोहन? मोहन शिवकोटी। ए शिवकोटी। ए हस् हुन्छ। हामी सिलगढीबाट आएको। ए हजुर।